ए बालेन जस्तो छोरो पाउँथिन् मनमायालाई लए मनमायालाई लए हे हर्क जस्तै कडा छोरो पाउन सक्छु मनी पाउन सक्छु मनी हे इन्द्रेणीका सबलाई थाहा छ तिमी कस्तो भन्ने हे सबले मलाई सोध्न थाले मम्मी कहिले भन्ने मम्मी कहिले भन्ने हो कि हैन सबैजना भन्नु हे बुझ्दैनन् समाजका कुरा 45 लाई सके बुढा नमस्ते छेसालो झोले श्रीमतीले उमेर बढाए 45 त हैन यति चाँडै ड्याडी भन्ने मेरो विचार छैन मेरो विचार छैन मै जस्तो एन्सम र गोरो 50 मा पाउने हो छोरो नमस्ते छेसालो झोले हे छत्र साइले जानेका छन् बात मात्रै लडाउन हे बुढेसकालमा गाह्रो हुन्छ हुर्काउन पढाउन हे बरु मै पढाउला रिनलाई कृष्ण दाइ सम्झाउनुस् इनलाई नमस्ते छेसालो झोले हे मेरो पनि वचन भयो तिमलाई चाहियो भने अमेरिका पढाउने हो छोरो पाइयो भने कपालमा लिन्छु हाइलाइट छोरालाई पढाउँछु पाइलट नमस्ते छेसालो झोले हे तिमीले एक्लै पाउने हौ र तिम्रो शर्त मान्न आफ्नै देशमा पढ्छौ छोरो अमेरिका जान्न हे के पाइलट बन्ला र छोरो बाउ यस्तो बदमास छ मोरो नमस्ते छेसालो झोले छोरो राम्रै पढाउने हो पढ्न पाइन मनी ए मेरै खुट्टा ढोगेकी छौ जस्तो भए पनि के पहिला आउँथ्यौ र नत्र भगवान विष्णु छत्र नमस्ते छेसालो झोले हे गलत बाटो हिँडिरा छौ तिम्रो सङ्गत कहाँ छ हे भगवान हो कि राक्षस भन्ने मलाई मात्रै थाहा छ हे छैन आजकल माया र मोह तिमीलाई राक्षस बनाउनेको नमस्ते छेसालो झोले मलाई राक्षस बनाउने त को हुन्थे र अरू ए तिमी जस्ता धेरै छन् काली माताहरू ए दुखी छन् पुराना माया त्यही हेर दाया र बाया नमस्ते छेसालो झोले हे मलाई शङ्का लागिरहेथ्यो पाए कि थिए गन्ध ए भोलिदेखि इन्द्रेणीमा तिमी आउन बन्द यहाँ त यस्तो अर्कै चल्ने रहेछ नि त हे नसोच काजलले मान्छ एउटीको परानी जान्छ ए बगाए नि बगाउ तिमीले रगतको खोला म इन्द्रेणी आइन भने कोही मर्छन् होला ए टिड्लाउँछ पुराना भएर को राख्छ घरमा लर नमस्ते छेसालो झोले हे 12-27 कुरा गर्न यिनलाई आउँदो रहेछ ए अरूलाई टिट लाउन रहेछ तिमीलाई लाउँदो रहेछ मेरा भएर हो नि त तिमीलाई लाउँदो रहेछ हे मैले बुढो पाएछु कस्तो केटी स्याहार्ने ठेकादार जस्तो नमस्ते छेसालो झोले यसलाई भन्न त कहाँ सकिन्छ कृष्ण पनि गए हे बालेन जस्तो छोरो पाउँथिन् मनमायालाई लए हे शर्मिला भूमिका पनि रुँदी छन् पोइ खोज्देऊ भने नमस्ते छेसालो झोले हे त्यसको लागि मरि मेट्ने
सोच विचारको धनी हे हर्क जस्तै कडा छोरो पाउन सक्छु मनी पाउन सक्छु मनी हे कृष्ण दाइ के गर्नु पर्यो 103 डिग्री आइसक्यो ज्वरो नमस्ते त्यही त अब आफै भन कसो गर्न पर्यो हो तिमी माथि पाप गर्दिन ननिकाल जरो ननिकाल जरो कृष्ण दाइ नथप मर्को कडा छे श्रीमती घरको नमस्ते ज्याजलो छोले हे बुढो भयो तरुनीमा नडुलाउ भो मन हे कि त मलाई माया गर नत्र जोगी बन नत्र जोगी बन हे यही भन्छन् दुनिया सारा ठिक छैन छत्रको पारा नमस्ते न त मलाई सम्मान गर्छे न त मलाई गन्छे बाजा बजाई बेगरेको जोगी बन पो भन्छे जोगी बन पो भन्छे ए जमाना के आयो कुन्नी महिलाले जे भने उनी नमस्ते च्याचलो छोले ए चुलो चौकोमै सीमित हुन्थे नारी पहिला पहिला हे पुरुष भन्दा सशक्त छन् कलियुगका महिला कलियुगका महिला हामीले पनि केही गर्न सक्छौं हे दबाउने जमाना गए महिला पनि राष्ट्रपति भए नमस्ते अलि शोषण दमन भोगेको छु मैले धेरै जसो पुरुषहरू पीडित भएछन् अहिले पीडित भएछन् अहिले हो कि होइन भन्नु त हो ए यस्तै छ पुरुषको चोला कुन दिन हामीलाई सिद्ध्याउँछन् होला नमस्ते च्याचलो छोले हे भन्ने बेला नारी पुरुष बराबर हुन् भन्छौ हे न त हाम्रा कुरा सुन्छौ न त हामीलाई गन्छौ न त हामीलाई गन्छौ हे हाम्रा कुरा कानुनले सुन्छ अधिकार बराबर हुन्छ नमस्ते ज्याजलो छोले नारी जातको सम्मान गर्छु सभ्य थिए पहिले एक बुढीको फेसन धान्न घर खेत जान्छ अहिले घर खेत जान्छ अहिले हो कि होइन भन्नु त ए नङ मात्रै कस्तो होला नङ मात्रै कति हजारका हुन्थे हेर्नु त हे कालो सेतो हरियो धर्छन् 3 घण्टा ऐनामा बस्छन् नमस्ते च्याचलो छोले हे तिमीले सेतो धस्नलाई त हुनु पर्यो राम्रो हे थाहा छैन र सिङ्गार पटार गहना हो हाम्रो गहना हो हाम्रो हो कि होइन दिदी बहिनीहरू भन्नुहोस् हे फेसनमै चल्या छ संसार चल्नै पर्यो जमाना अनुसार नमस्ते हे तिमीले जति लाली पाउडर मैले दल्न पाए हिरोहरू फलप खान्थे मेरो सामु आए मेरो सामु आए हे हेन्डसमलाई के मेकअप चाहिन्छ यत्तिकै केटीको लाइन छ नमस्ते च्याचलो छोले शनि ग्रह बिग्रिएर यो अभागी भेटी हे यस्ता कुनै लाइनमा बस्ने कस्ती होलिन् केटी कस्ती होलिन् केटी हे हेन्डसम नि कम्तीको होइनौ ऐनामा हेर्या छौ छैनौ नमस्ते